त्यसरी मैले तलमाथि पढ्न थालेँ। त्यही मौकामा मेरी छोरी गायत्री अमेरिकाको भर्जिनियामा बसेकी। त्यहाँ सबै आउँछन्, सबैको बाबु आउँछन्, मेरो त बाबु पनि आउनु बाबा पनि आउन मान्नुहुन्न, आउनुहुन्न यहाँ मलाई रोइन अरे भन्ने सुने। अनि त्यो बाबुआमाको त्यही त पनि बस्दैन भनेको। अनि त्यहाँपछि म निश्चय पनि जान्छु छोरी कहाँ होला। त्यही दिन निर्णय गरेँ। त्यसको केही समयको भिडियो त्यही पुस्तक गोजीमा हालेर के पढ्नेमा दुईवटा बुढाबुढी बस्छु, दुईवटा उहाँहरू भेट हुँदैन। अनि त्यही पुस्तक पढ्न थालेँ। पढ्न थाल्दा कति मेरो बुद्धि हुनु, कसरी मैले त्यो बुझ्नु, जे बुझेँ जस्तो बुझेँ तपाईँको अघितिर टोक्ने। त्यसलाई अझ तपाईँहरूबाट परिष्कृत र अझ यसको चाहिँ गुण अर्थ यो हो, यसको वास्तविकता यो हो भनेर भन्ने मेरा मित्रहरू हुनुहुन्छ सबै। मसँग सँगसँगै यो चितवनमा दिन बिताएका साथीहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ। त्यसो भने तपाईँसँग म आशा गर्छु त्यो आशा प्राप्त गर्न नसके तपाईँहरूको परमात्मा परमेश्वरप्रति चिन्तन बढोस् भन्ने चाहिँ र ज्ञान चाहिँ तपाईँहरूको लागु होस्। र आज जुन चाहिँ धर्म छाडा समाजको उत्पत्ति भएको छ, जुन देशै के भनेको देशै के अरे हामी धर्मनिरपेक्ष अरे। निरपेक्ष शब्दको अर्थ निरह त अपेक्षा यसमा छ तर निरपेक्ष, जसको कामै छैन त्यसमा निरपेक्ष हो। त्यसमा धर्म छाडा बनाएको छ सरकारले हामीलाई। त्यसैले त्यो धर्म छाडापनबाट हामी धार्मिक प्रवृत्तिमा रहन सकौँ र हाम्रो जीवनदशा धर्मबाट होस्, ज्ञान प्राप्त होस्, यस्ता गुरुहरूको सङ्गत पाइयोस्। हाम्रो स्वामीजीहरूले बहुत कोसिस गर्छ। यस्तो गुरुकुल स्थापना गर्नुभएको छ देवघाट धाम। त्यहाँ कसरी चलाउनु भएको छ, त्यहाँ कसरी के अवस्था होला, ती विद्यार्थीहरूले के खाएर पर्छ होला, त्यसमा पनि हाम्रो चित्तवृत्ति गयो भने कमसेकम एउटा भिक्षा दान गऱ्यौँ भने कमसेकम भात पकाउँदाखेरिमा 3 मुठी चामल बाहिर निकाले, 3 महिनाबाट 3 मुठी चामल निकालेर दिने बानी गऱ्यौँ भने महिनामा कति महिना जान्छ, 3 महिना 4 महिना कति जान्छ होइन। यस्तो वृत्ति तपाईँ हामीहरूमा आओस्। र यही आज मेरो अर्को कार्यक्रम भएको हुँदा 84 पूजाको गुरुहरू संस्कृत आत्तिनु भयो होला, ढिलो हो। त्यसबाट गुरुको स्वीकृतिमा पुग्नुपर्छ। त्यसैले तपाईँहरू सबैबाट म यही अपेक्षा गर्दै गुरुका श्रीचरणमा एवं मेरो भानिज बाबु विद्वतवर गुरुदेवका श्रीचरणमा निवेदन गर्दै उहाँसँग 2 शब्द पुग्याउँछु। हरि ओम तत्सत। आमा के भन्छ सर्वश्री मौनम सम्पत्ति लक्षण महेश सन्यास आश्रम पीठाधीश श्री 1008 रमणानन्द स्वामीज्यू महाराजमा पुस्तक लोकार्पण गरिदिनु भएकोमा हामी सबैजना हार्दिक कृतज्ञ छौँ र हार्दिक धन्यवाद टक्राउँछौँ। र उसै गरी हाम्रा पूजनीय दाजु पारिवारिक तहबाट र हाम्रा गुरुदेव प्राध्यापक डाक्टर गुरुप्रसाद सुवेदीज्यूका श्रीचरणमा पनि हामी कृतज्ञता टक्राउँछौँ, धन्यवाद ज्ञापन गर्छौँ। हजुरमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। आएर सो कार्यक्रममा सभापन गराइदिनु भयो, हामीहरूलाई सल्लाह दिनुभएको छ। र बाबा आमा यहाँ सबैजना बाबा आमा दाजुभाइ दिदीबहिनी मामा माइजू विशेष गरी हामी सबै पारिवारिक मित्रवरहरू नजिकका सबैजना गुरुआमाहरू माताहरू सबैजनामा हार्दिक कृतज्ञता व्यक्त गर्दै यो कार्यक्रम विसर्जन भएको यहाँहरूप्रति निवेदन गर्दछु। र 84 पूजा कार्यक्रम चलिरहेको छ र हजुरहरू जसलाई अलिकति समयको पाबन्दी छ, हजुरहरू छिटो जानुपर्नेछ, कृपया यो खानाभन्दा पनि यो प्रसाद हो, भित्र भान्सा कोठामा गएर प्रसाद ग्रहण गरेर मात्रै यहाँहरू गइदिनु होला। अरू यहाँहरू आइदिनु भएकोमा मेरो प्रति यो माया दर्शाइदिनु भएकोमा हामी साह्रै अनुग्रहित छौँ र हामी यहाँहरूप्रति सदैव कृतज्ञ छौँ। हार्दिक धन्यवाद। आइरहन र आश्रमलाई आफ्नो अनुभव गरिदिनु हुन अनुरोध छ। ओम पूर्णमदः पूर्णमिदं पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। सद्गुरु
वासुदेव भगवानको सत्य सनातन धर्मको चाँडै आउँछ।